बङ्गलादेशबाट सिफारिस गरेको लोगो चाहिँ यस्तो थियो। तर बङ्गलादेशको यो लोगो कुन तर्कले अगाडि सारिएको भन्नेमा कुनै व्याख्या गरिएको छैन। भुटानको लोगोको डिजाइन यस्तो थियो। भुटानको लोगोमा नोर्बु राखिएको थियो। नोर्बुका 7 मणिकले 7 देश जनाउने सङ्ख्या व्याख्या गरिएको थियो। सार्कका 7 देशको मित्रता झल्काउन यस्तो राखिएको तर्क गरिएको थियो। भारतले प्रस्ताव गरेको लोगो कस्तो थियो? यस्तो थियो। भारतले प्रस्ताव गरेको यो लोगोको व्याख्या भने खासै गरिएको छैन। अहिले चाहिँ मालदिप्सले प्रस्ताव गरेको लोगो हेरौँ। यो मालदिप्सले प्रस्ताव गरेको लोगो हो। समुद्रको लहरले एकताबद्धता निरन्तरता जनाउने अर्थमा यो लोगो प्रयोग भएको थियो। नेपालको लोगो चाहिँ यस्तो थियो। नेपालका कलाकार शैलेन्द्र कुमार महर्जनले प्रस्ताव गरेको र पारित भएको यो लोगोमा 7 वटा परेवा छन् र यी 7 वटा परेवालाई 7 देशको सहकार्य र मित्रताको लागि प्रस्तुत गरेको थियो। पाकिस्तानले 7 देशको 7 झन्डाको सामूहिकता देखाउने भनेर ल्याएको लोगो चाहिँ यस्तो थियो। अङ्ग्रेजी बढाउने क्रममा सबैभन्दा पछि प्रस्ताव गरेको श्रीलङ्काको लोगो यस्तो थियो। तर यो लोगो किन राखिएको भन्ने विषयमा कुनै व्याख्या गरिएको छैन। सबैभन्दा आकर्षक लोगो दिने नेपालको लोगो छनौट भयो।